सम्पूर्ण साथीहरूलाई मेरो यो हङ्कुला ब्लगमा स्वागत छ। विशेष गरी आज म प्रवास दक्षिण कोरियाबाट यस आफ्नो देशको झन्डा लिएर आउँदा धेरै नै मलाई खुसी लागेको छ र खुसी पनि हुँदो रहेछ। आफ्नो देशप्रतिको माटोप्रतिको माया विदेशमा भए तापनि है त साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? आराम सन्चै हुनुहुन्छ होला। म पनि आराम सन्चै रहेको हजुरहरूलाई कामना गरेँ। धेरै समयपछि आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो यो राष्ट्रको झन्डा लिएर उपस्थित भएको छु। विशेष गरी यो टी सर्टको बारेमा तपाईँहरू सम्पूर्णलाई थाहा नै होला। यो टी सर्ट चाहिँ मलाई एकदमै हृदयदेखि नै गदगद भएर अथवा हृदयदेखि नै लाउनु मन परेर चाहिँ मैले सायद यो टी सर्ट लगाएको हो। उहाँले जो उहाँको कामप्रति एकदमै नतमस्तक भएर विशेष गरी आज म यहाँ दक्षिण कोरियामा चाहिँ घाम ताप्ने क्रममा छु। घाम ताप्दा यहाँनिर हाम्रा अरू कोरियन साथीहरू पनि अथवा दाईहरू भनौँ न, उहाँहरू पनि खेलिराख्नु भएको छ। विशेष गरी यो दृश्य चाहिँ यस्तो छ साथीहरू, है त साथीहरू। अनि धेरै समय बावजुद यसरी तपाईँहरूसँग भेट्नु पाउँदा, कुरा गर्नु पाउँदा एकदमै खुसी लागेको छ। हुन त परदेशमा छु, आफ्नो देशप्रतिको माया सदाभरि यसरी नै रहिरहनेछ र गरि नै रहनेछु। विशेष गरी तपाईँहरू सम्पूर्ण मलाई अहिलेसम्म माया गरिराख्नु भएको छ, माया गरिरहनु होला, गरिरहनु नै भएको छ र अझै पनि गर्नुहुनेछ भन्ने म विश्वस्त छु। देशप्रतिको माया, थोरै देशप्रतिको कुरा गरौँ, तपाईँहरूलाई कस्तो लाग्छ? साँच्चै नै देशप्रतिको माया चाहिँ साँच्चै नै विदेश आएपछि चाहिँ त्यत्तिकै नै सम्झना यादगार रहँदो रहेछ। आफ्नो देशप्रतिको माया, आफ्नो पहिचान सम्बन्धी आफ्नो यो देश हुन्छ नि, सम्पूर्ण कुराहरू चाहिँ। तर हामी पनि विदेशी एउटा बाध्यता थियो, परिस्थिति थियो। आफ्नो घर परिवार पाल्नको लागि, दुई छाक टार्नको लागि हामी आएका हौँ, फेरि फर्किने नै छौँ। यसरी नै मेरो आफ्नो देशप्रति मायाहरू चाहिँ सधैँभरि रहि नै रहनेछ। त्यही भएर यतानिर उयो कुकुरहरू खेलेको पनि देखाउँछु है तपाईँहरूलाई। म खेलिरहेछन्, साना साना सौक हुन्छ मान्छेको, होइन, आफ्नो। अनि त्यस्तै चाहिँ साथीहरू, के कस्तो के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। विशेष त्यस्तो कुराहरू त गर्नुपर्ने थिएन, त्यही भए पनि तपाईँहरू हजुरहरू समक्ष आए है त। सधैँभरि यसरी नै माया गरिदिनु होला। विशेष गरी आज चाहिँ म चाहिँ दक्षिण कोरियाको एउटा जङ्गल भनौँ अथवा यता साइड चाहिँ अब हाम्रो धान खेतीहरू टन्नै हुने गर्दछन् भने यता चाहिँ म आएको छु विशेष साइकलमा। अनि विशेष त आज यो मैले यो टी सर्ट विदेशमा आएर लाउनु पाउँदाखेरि एकदमै खुसी मलाई लागेको छ साथीहरू। यो टी सर्ट उस्तै त्यस्तै मान्छेले लाउनु पाउँदैन पनि र सुहाउँदैन पनि। यो चाहिँ एकदमै मलाई खुसीको साथ, गर्वको साथ मैले यो जुन चाहिँ हर्क साम्पाङको कामप्रति उच्च मानेर चाहिँ मैले लगाएको हो। अनि विशेष गरी आज मैले यो हाम्रो नेपालको झन्डा पनि लिएर आएको छु। विशेष झन्डा लिएर आउने क्रम यही छ। विशेष तपाईँलाई म यहाँका केही दृश्यहरू पनि देखाउने छु साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ होला। म पनि आराम रहेको कामना गर्छु। यो पटकको चुनावमा चाहिँ हामीले हर्क साम्पाङलाई जिताएर अगाडि बढायो भने हामी जस्तो, म जस्तो युवाहरू विदेशिनु पर्दैन। नेपालमा नै केही रोजगारहरू पाउनेछन्, खुल्नेछन्। विशेष मैले त्यो कुरामा चाहिँ विश्वास, आशा लिएको छु साथीहरू। अनि यो झन्डाको मूल्य, एक मूल्य बुझ्नुपर्छ। हामीले नेपालीहरूले यो पटकको चुनावमा चाहिँ एक महत्त्व बुझ्नुपर्छ साथीहरू। हामीले मतदानको कसलाई जिताउने भनेर एक मूल्याङ्कन गर्नेछन् हर्क साम्पाङले। त्यही भएर श्रम संस्कृति पार्टीलाई जिताउ भन्ने अभियानका साथ मेरो युट्युब च्यानलमा म उपस्थिति भइसकेको छु। तपाईँहरू के गर्दै हुनुहुन्छ? कस्तो हुनुहुन्छ? तपाईँको पनि आफन्त, छरछिमेक सम्पूर्ण साथीहरूलाई चाहिँ हर्क साम्पाङलाई जिताउँ भन्ने अभियानको नाराको सहित अगाडि बढ्नु होला। चुनाव आउन अब धेरै दिन छैन साथीहरू। विशेष गरी चाहिँ यो टी सर्ट लगाएर हिँडिराख्दा चाहिँ मलाई एकदमै खुसी, रमाइलो भइरहेको छ। यता साइड हेर्नु सक्नुहुन्छ तपाईँहरूले, कोरियाका धानबारीहरू देख्न सक्नुहुन्छ भने धानबारी यता देख्नुहुन्छ बिल्डिङहरू केही, यतानिर हेर्नुहोस् बिल्डिङहरू पनि देख्न सक्नुहुन्छ। यो नै हामीले खोजेको, हर्क साम्पाङले गर्नु खोजेको पनि यही हो, कृषिमा क्रान्ति नै हो। त्यही भएर हामीले यदि
अब पनि हर्क साम्पाङलाई हामीले बुझेनौँ भने हामी धेरै पछुताउनेवाला छौँ साथीहरू। हामी धेरै पछुताउनेछौँ, हामी धेरै पछाडि ब्याक हुनेछौँ है त साथीहरू। यति भन्दै मेरो 2-4 शब्द यही राखेँ साथीहरू। अन्य भिडियोहरू तपाईँहरूमा जोड्ने नै छु। अनि विशेष गरी मेरो कार्यव्यस्तताको कारणले गर्दा पनि म आउन पाइरहेको छुइनँ मेरो युट्युब च्यानलमा चाहिँ। र पनि तपाईँहरूले साथ सपोर्ट दिनुभएको छ, माया गरिदिनु भएको छ, एकदमै खुसी लाग्छ। यताको दृश्यहरू हेर्नु होला। यो चाहिँ 2002मा वर्ल्ड कप भएको ग्राउन्ड हो, त्यही हो होइन। अनि यस्तो जङ्गलहरू छ यहाँ चाहिँ, यस्तो छ ठुल्ठुला रुखहरू। कोरियामा त साह्रै धेरै देखेको थिइनँ, तर यो चाहिँ एउटा अति नै ठुलो रुख मैले देखेँ होइन। यो के भएर काट्न मिलेन होला सायद। अनि त्यस्तै छ साथीहरू, जाडो पनि अत्याधिक छ। र भए पनि मैले यो टी सर्ट गर्वको साथ विदेशमा लगाएर हिँड्दा चाहिँ एकदमै खुसी लागेको छ। आफ्नो देशको झन्डा, देशप्रतिको माया हेर्नुहोस्, मलाई कति छ देशप्रतिको माया। मेरो यदि मैले नेपालमा नै केही रोजगारहरू पाउने भएदेखि पाएँ भने म विदेशी नै थिइनँ। यो चाहिँ कोरियामा अत्याधिक ठुलो रुख यहाँ मैले आज देखेँ साथीहरू। अब यति भन्दै मेरो यात्रा म अगाडि बढाउँछु साथीहरू बिस्तारै बिस्तारै। जाडो पनि एकदमै भइरहेको छ है त साथीहरू। जाडो छ, म यता घामतिर गएँ है त साथीहरू भन्दै मेरो यो आजको छोटो हङ्क्ला भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु। सधैँभरि यसरी नै माया गरिरहनेछु है त साथीहरू। जय नेपाल, बाई बाई।